नमस्कार दाइ। नमस्कार। हजुरको नाम भनिदिनु न। मेरो गणेश प्रसाद ढुङ्गेल, यो ठाउँको नाम? चौतारा साँगाचोकगढी नगरपालिका वार्ड नम्बर 13 ठुलो सिरबारी भन्छ। ओके। यहाँ चाहिँ अब हजुरहरूले यो कति रोपनीमा अहिले यो बेसार रोप्नु भएको? यो साह्रै धेरै नै देखिन्छ हेर्दा त। म यो ठाउँमा त 20 रोपनी होला, हजुर, अनि अर्को ठाउँमा गर्दा जम्मा 80 रोपनी जतिमा चाहिँ बेसार लगाउनु भएको छ है? बेसार लगाएको छ। यो बेसार लगाएको देखिराखेको छ। यसको अलिकति पृष्ठभूमि भनिदिनु त, यो कस्तो ठाउँ थियो पहिला, अहिले यसरी यो बेसार हाम्रो रोप्नु भएको छ? सिन्धुपाल्चोक जिल्लामा भूकम्प यो 2072 सालमा भूकम्प गयो। हजुर, त्यसपछि मान्छेहरू विस्थापित भएर कोही काठमाडौँ जाने, कोही बाहिर जाने, त्यो हिसाबले गर्दा अनि यो जमिन चाहिँ 72 सालदेखि बाँझो बस्ने अवस्था रह्यो। 72 सालदेखि? 72 सालदेखि बाँझै थियो। अनि हजुर। बाँदरको पनि प्रकोप हुने कारणले यो जङ्गलको नजिक भएको। अनि 1 वर्ष 2 वर्ष मैले यसै गरी यहाँ चाहिँ मकैको बिउ लगाउँछु भनेर 1 वर्ष जोतेर लगाएको थिएँ। हजुर, त्यो मकैको बिउ पनि मैले लगाएँ, तर त्यो वर्ष मैले कुर्न सकिनँ, बाँदरले आएर पुरै सिद्धाइदियो। अनि त्यसपछि अब बाँदरले नखाने चिज के होला भन्ने हिसाबमा म हतारिँदै हिँड्दै हजुर, अनि सुदृढ सरसँग कन्ट्याक्ट भयो यो साल। हजुर, उहाँले चाहिँ बेसार छ मसँग, बेसार लगाउनुहुन्छ त, बाँदरले पनि नखाने भनेर उहाँले मसँग कुराकानी गर्नुभयो। अनि बेसार लगाउन त भन्ने हिसाबले अब यो अलि ठुलो भोलममा लगाउन सकियो भने ठाउँ ठाउँमा पालिकाहरूले पनि अब बाँदरले नखाने चिजहरू लगाउने चाहिँ मुखले चाहिँ भन्ने, अब के लगाउने विकल्प नदिने, बाँझो नराख्ने भन्ने हाम्रो वडाले पनि भनेको छ, बाँझो राख्न नदिने। हजुर, नगरपालिकाले पनि त्यही भनिरहेको छ, विकल्प नदिकन बाँझो त नराख्नु, अब विकल्प दिनु पऱ्यो नि भन्ने हिसाबले पनि स्रोतको लागि पनि बेसार यहाँ लगाउन सकियो भने हामीसँग स्रोत भयो भने पालिकाले नि कन्ट्याक्ट गर्ला, समन्वय गर्ला भन्ने हिसाबले पनि, र बाँझो जमिनहरू नराख्नको लागि पनि यो बेसार। बाँझो जमिन त अरू खेती लगाउँदा पनि हुन्थ्यो, तर अब बाँदरले समस्या गरायो। बाँदरले समस्या गर्ने भएर नि बेसार भयो भने खाँदैन होला। आज भनेको 2022 सालको जेठ महिनाको 31 गते। हजुर। यो कति दिन भयो हजुरले कुन मितिमा लगाउनु भयो? यो मैले वैशाखको 20 गतेतिरबाट जोत्न थालेँ। हजुर। यो 20 23 22बाट सुरु भयो होला। 22 23 गतेबाट झार मर्दा 2 दिन झार मरेपछि मैले अनि निरन्तर रूपमा रोप्दै गर्दा अब मान्छे पाइँदैन, जोत्न सकिन्न। 1 हप्ता त हामीलाई 2 जनालाई यो 9 दिन लाग्यो यो देखिएको जोत्नै, हामीलाई 4 पटकसम्म जोतियो यो जमिनलाई। यो जमिन त अब यहाँ देखिन्छ नि, यस्तो पुरै बाँझो। यो जमिनलाई चाहिँ 4 पटक जोतेर पुरै बाँझो यस्तो जमिनमा त्यस्तै जमिनलाई घाँस काटेर अनि जोतेर 4 पटकसम्म जोतेर अनि बल्ल यो लगाउन लायकको बनाएर अनि रोपेको हो। हामी 2 भाइ थियौँ जोत्ने चाहिँ, हाम्रो सोमबहादुर दाइले मलाई सपोर्ट गर्नुभयो जोत्नको लागि। हजुर। ट्र्याक्टर पनि सपोर्ट गरेरै ल्याइएको थियो, हाम्रो चैते धान प्रवर्धनबाट ट्र्याक्टर ल्याइएको थियो। उहाँलाई ट्र्याक्टर पनि उपलब्ध गराएर यो जोत्ने हिसाबले नै उहाँलाई डिजलवाला ट्र्याक्टर दिएर अनि उहाँको ट्र्याक्टरले अघि मेरो ट्र्याक्टरले पछि भनेपछि यो मोटामोटी 1 महिना पुग्न लाग्यो रोप्नु भयो? 1 महिना प्राय पुग्यो। हजुर। यो मात्रै होइन, हाम्रो त यसमा कुनै विषादी केही प्रयोग गर्नु भएको छैन नि? प्रयोग गरेको छैन। हजुर। मल पनि प्रयोग गरेको छैन। अब बिल्कुल प्राङ्गारिक हिसाबले अब मल्चिङ गरेर यो सेउलाहरू खसाल्न मैले पुरै 2 जना साथीहरूलाई ठेक्का दिएरै यो खसाल्न लगाएको। रुखको यो सबै सेउलाहरू पनि झार्नु भएको छ? 2 जना साथीले यहाँ लप्सी झार्ने साथीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ ठेक्कामै दिएर यी सेउलाको छाप हो नि? सेउलाको छाप सबै। हजुर। उहाँहरूले झार्नु मात्रै भयो, अनि ओसार्ने गरी चाहिँ हामीले गऱ्यौँ, अरू ज्यामी लगाएर गऱ्यौँ। यसको अब फाउन्डर यहाँ हुनुहुन्छ सुरित चापागाई, के भन्नुहुन्छ, कस्तो लागिरहेछ तपाईँलाई फिल्डमा आएर हेर्दा? म सुरित चापागाई एग्रिकल्चरको फाउन्डर। त बेसिकली हाम्रो के भने हाम्रो नेपाल चाहिँ बेसारको लागि निकै अगाडि बढ्न सक्छ, तर बेसार खेती भनेको कमर्सियल स्केलमा हामी गर्दैनौँ। हामीले घरमा खानको लागि बेसारको प्रयोग गरिरहेछौँ र ग्लोबल स्तरमा अहिले इन्डिया चाहिँ ग्लोबली बेसार प्रोभाइड गर्नेमा अगाडि छ। तर आजकलको जमानामा यो सेफ फुड भनेर अर्ग्यानिक अथवा नेचुरल प्रोडक्सन भनेर 2-3वटा कुरा चाहिँ मेजर इस्युमा आएको छ। त्यो मेजर इस्यु एउटा चाहिँ हेभी मेटेरियल्सको कुरा र त्यसमा लिड पोभमेन्टको पनि कुरा आएको छ। अब हामीले बेसार खेती गर्दाखेरि चाहिँ नेचुरल रूपमा हामीले जब बेसार खेती गर्छौँ त्यसमा चाहिँ हेभी मेटल्सहरू पनि नहुने भएको हुनाले नेसनल तथा ग्लोबल मार्केट पनि हामीले बेसार लगाउन सक्छौँ। साथसाथै किसानहरूको पनि अहिले अब बाँदरको समस्या उहाँ सरले भनिहाल्नुभयो, बाँदरको समस्या डिल गर्नाले बेसार हामीले खेती गर्न सक्ने भएको हुनाले
अब एग्रिराईको त एउटा पछि के छ भने बेसारको नि विभिन्न प्रजातिहरू जेनोटाइपहरू हुन्छ। त्यसमा त अहिले हाम्रो अब सिन्धुपाल्चोकमा अलिकति प्रयोग गर्न खोजेको चाहिँ हायर कर्कुमिनको बेसार पनि हो, जुन चाहिँ एन्टी क्यान्सर यो चाहिँ एन्टिब्याक्टेरियल यहाँ प्लान्टेसन भएको चाहिँ हायर हायर कर्कुमिन बेसार कर्कुमिन हो। जसको चाहिँ तपाईँको पोटेन्सी जति कर्कुमिन हाई भयो त्यसको चाहिँ एन्टी क्यान्सरल एन्टिब्याक्टेरियल एन्टिफङ्गल पनि अगाडि बढ्ने भएको हुनाले र ग्लोबल मार्केटमा चाहिँ नेचुरल प्रोडक्सन पनि राम्रो भएको। मेन पोइन्ट चाहिँ हाम्रो के हो भने त्यो हेभी मेटल्सहरू र विषादीहरूको म्याक्सिमम पेस्टिसाइड रेसिड्युहरू चाहिँ सेफ टु कन्ज्युम हुनुपर्ने भएको हुनाले अब हामी यो बेसार हामी 2 वर्ष राख्छौँ। 2 वर्ष राख्दाखेरि हाम्रो एकदम राम्रो हुन्छ र अब आगामी वर्षमा 2 वर्ष राखेपछि हाम्रो सिन्धुपाल्चोकको अग्र किसान जुन हुनुहुन्छ उहाँको इनिसिएटिभमा यो काम भएको हो। हजुर र ढुङ्गल सरको इनिसिएटिभमा काम गरेपछि अब हामी अहिले पुरै गाउँमा हामी किन फैलाउन चाहँदैनौँ भने पहिला आफै गर्छौँ, आफै गरेर त्यो गरेपछि भोलि मलाई लाग्छ कि यो बेसारबाट कमसेकम हाम्रो नेपाल सरकारको जुन रणनीति छ कृषि रणनीतिमा चाहिँ हाम्रो कृषि उत्पादन गरेर 2 टाइम्स इन्कम गरी जुन हाम्रो रणनीति छ त्यो रणनीतिमा हाम्रो ठुलो साथ हुनेछ। हजुर र अहिले चाहिँ हामी यहाँको नगरपालिकाको सरलाई अथवा कृषि कार्यको सरलाई चाहिँ हामी पहिला काम गरेर देखाउँछौँ। नेपालमा एउटा समस्या के छ भने आफू काम नगर्ने र सरकारलाई गुहार्ने काम छ। हजुर तर हाम्रो एग्रिराइक हाम्रो किसान हाम्रो ढुङ्गल सरहरूको एप्रोच चाहिँ के छ भने पहिला आफू गरेर देखाउने, त्यसपछि सरकारलाई चाहिँ ल हामीले यो गऱ्यौँ अब यसलाई अगाडि बढौँ भनेर एउटा त्यसलाई प्रोटोटाइप भन्छ त पाइलोटिङ भन्छ। र नेसनलाई चाहिँ हाम्रो ढुङ्गल सर जस्तो किसान होइन हामी जस्तो उद्यमीहरू किन चाहिएको छ भने पहिला गरेर देखाएर यो हुन्छ भनेपछि अनि नेसनले अवश्य पनि किनभने अब गाउँपालिका छ, वडा छ, तपाईँको नगरपालिका छ, प्रदेश सरकार छ, उहाँहरूले चाहिँ सक्सेस मोडलहरू हेरिरहनु भएको हुनाले अब हाम्रो ढुङ्गल सरले यो गर्नुभएको वान अफ द सक्सेस मोडल हो। हजुर नेपाल अब तपाईँलाई बिचमै कुरा काटेँ, यो मोस्टली नेपालमा अन्य प्रजातिहरू अथवा अन्य स्पाइसिसहरू पनि प्रोडक्सन चाहिँ हुन्छ, तर उत्पादन भइसकेपछि यसको बजारको बहुतै धेरै समस्याको कुरा हुन्छ। अब यहाँ पनि असिरो पनि भनेको ठुलो भोल्युममा चाहिँ अब बेसार उत्पादन हुने सम्भावना भनौँ न अब उत्पादन हुँदैछ। यसलाई कसरी यसको बजार अथवा यसलाई बजारीकरण कसरी गर्छ एग्रिडाइरेक्टले? हामी चाहिँ 2-3 वर्षदेखि हामी बेसार नेसनल मार्केटमा बेचिरहेको छौँ, इन्टरनेसनल मार्केटमा पनि हामीले पठाइरहेको छौँ। र कन्ज्युमर नोटबाट मेजर पोइन्ट के छ भने उहाँलाई चाहिँ बेसारमा विभिन्न किसिमको अरू कुराहरू हालेर होइन पिठो हालेर यो हालेर चाहिँ नेचुरल रूपमा राम्रो बेसार पाउनु भएको छैन। हाम्रो अहिले चाहिँ मेजर कुरा चाहिँ काठमाडौँको जुन हाम्रो मिडल क्लास र अप्पर मिडल क्लासको सेगमेन्ट छ उहाँलाई चाहिँ हामीले बेसार दिइरहेको छ र उहाँले एकदम मन पराइरहनु भएको छ। र यो बेसार चाहिँ हाम्रो जुन दुध बेसार खाने कल्चर छ त्यो कल्चरमा नै हामीले प्रमोट गरिरहेको छ। र यो कफी भनेर कफीसँग ल्याटे भन्छ कफी र टर्मेरिक पनि हामीले प्रमोट गरिरहेको हुनाले यसको मार्केटिङमा त हजुरको अर्डर यति छ कि हामीले दिन पनि सकेका छैनौँ। त्यसले गर्दा आगामी क्रममा बिस्तारै हाम्रो प्रोडक्सन पनि बढ्दै जान्छ र मार्केटिङ पनि बढ्दै गरेको हुनाले अब अर्को कुरा नि हजुरलाई के भन्नुपर्छ भने नेपाल सरकारको कपुरकोट हल्दी 1 को चाहिँ कर्कुमिन लेभल 4.5 देखि 5-7 हो। र ग्लोबल्ली चाहिँ तपाईँको 5-6 ठाउँमा मात्र छ कि जहाँ चाहिँ कर्कुमिन लेभल चाहिँ 7 देखि माथि छ, हाम्रो 7 देखि माथि छ। र नेपालको बेसार किसानहरूलाई हामीले विशेष अनुरोध के गर्न चाहन्छौँ भने 2टा अनुरोध गर्न चाहन्छौँ। एउटा चाहिँ बेसारको कर्कुमिन कति छ किन नेपालको धेरै ठाउँमा स्थानीय स्तरको बेसार भएको हुनाले त्यसलाई चाहिँ नेपाल सरकारको मार्फत चाहिँ त्यो कर्कुमिनको लेभल टेस्ट गर्नु। दोस्रो चाहिँ बेसारमा एउटा इसेन्सियल ओइल पनि हुनाले इसेन्सियल ओइल कति हुन्छ हेर्न सक्यो भने इन्डिया जुन बेसारको ग्लोबली अगाडि बढिरहेछ त्यो इन्डियालाई हामी जित्नको लागि नेपालको हाम्रो मिडिलदेखि लिएर लो हिल इभन तपाईँको अलिकति अल्टिट्युडमा बेसार खेती गऱ्यो भने नेपाल चाहिँ वर्ल्डकै सबभन्दा ठुलो बेसार खेती गर्न सकिन्छ। किनभने बजारको उत्पादन भयो भने यो बेसारको बजारलाई त्यति धेरै समस्या छैन। किनभने हाम्रो नेपालको बेसार अब यहाँ रातो माटो पनि देखिएको छ, हाम्रो कर्कुमिन हाई भएको बेसारहरूको आफ्नो सेगमेन्ट भएको हुनाले अब हामी जब एग्रिकल्चरको एउटा एप्रोच के छ भने किसान हामी एकदम लिमिटेड किसानसित काम गर्छौँ। हामी होइन यो देशको काम हो कि लाखौँ हजारौँ किसानसित काम गर्ने भनेको नेसनको गाउँपालिकाको काम हो। हामी चाहिँ 15 जना 20 जना 30 जना किसानहरूसित काम गर्छौँ र किसानले जे उत्पादन गर्छन् बेसार मात्र होइन कि अब
भैँसीको घिउ होला अथवा तपाईँको मकै होला अथवा जे पनि उत्पादनहरू चाहिँ हामी मार्केटमा लगेर अप्टिमम प्राइसमा बेचेर हामी चाहिँ 15जना 20जना 30जना किसानहरू र एग्रिकल्चर जति ग्रो गर्छ जति कमाउँछ किसानी त्यति नै कमाउने भएपछि एउटा छुट्टै बिजनेस मोडल हो। हामीलाई थाहा छ ग्लोबली यो बिजनेस मोडल छैन कि किसान जति कमाउँछ हामी कृषि उद्यमी त्यति कमाउँछौँ, कृषि उद्यमी जति कमाउँछौँ किसान नै कमाउँछौँ भन्ने एप्रोचमा हामीले काम गरेको हुनाले अब हाम्रो ढुङ्गेल सरसित हाम्रो काम गरेको 5 वर्ष भयो गणेश ढुङ्गेल सरसँग। उहाँ चाहिँ मेनली अब यो स्विट कर्न भनेर हाम्रो कन्ज्युमरहरूलाई धेरै पनि थाहा छ। उहाँ चाहिँ एउटा इनोभेसन गर्ने भएको हुनाले खुसी के लाग्यो भने हामीले यो काभ्रेमा नै गरेका थियौँ। तर यो किसिमको प्रयास किनभने कुनै पनि नयाँ कुरा नयाँ तरिकाले गर्दाखेरि चाहिँ मलाई लाग्छ चौताराको वार्ड नम्बर 13बाट हामीले धेरै कुरा सिक्नुपर्छ। यो किनभने उहाँहरू जस्तो किसान भएपछि अब बल्ल हाम्रो कृषि कर्म र नेपाल सरकारलाई चाहिँ कृषिबाट केही गर्न सकिन्छ भन्ने नलेज चाहिँ यस्तै गाउँमा आएर यस्तै ठाउँमा आएर यस्तै किसानहरू इनोभेटिभ किसान साइन्टिस्ट किसानहरूलाई भेटेर चाहिँ हामीलाई थाहा हुन्छ। हुन्छ, धन्यवाद हजुरलाई। अब अन्तिममा ढुङ्गेल सरलाई सोध्न चाहन्छु, यो असिरो पनिको बेसार अहिले जुन तपाईँले खेती सुरु गर्नुभएको छ, तपाईँहरूको अनुमानित उत्पादन कति हुनसक्छ अबको 2 वर्षमा? अब अहिले लगाउँदाखेरि हाराहारी 3000 को अनुमानमा हामीले लगाएका छौँ। हजुर, कम्तीमा 2 वर्षमा 3000 3 छका 6 दब्बर हुनुपर्छ भन्ने 6 गुणा 6 गुणा 18-20 1 केजी बराबर 6 केजी। हजुर, त्यो अनुमान अब यसलाई कुन हिसाबले अब यो जमिन त 10 वर्ष 12 वर्ष बाँझो बसेको जमिन छ होइन। अब यसले कतिको यो उमार शक्ति कतिको उम्रिँदो रहेछ, उम्रेपछि बढ्न कतिको बढ्छ, हजुर, यसलाई कसरी ठुलो बनाउने, अब त्यो यो अहिलेको स्याउलाले कति काम गर्छ, अरू मल कुन अब प्राङ्गारिक मल अब अरू स्याउला थप्ने कि या चाहिँ कुखुराको मल हाल्ने कि भैँसीको मल हाल्ने कि त्यो बारेमा अब योपालि कति हुन्छ, अब कत्रो कुन क्वालिटीको फल्छ, अब करिब कुन भोलममा फल्छ, त्यसको आधारले यसलाई यो अहिले जोतेर मात्रै त हाम्रो लागत उठ्दैन। फाँड्ने जोत्ने यो बिछाउने यो लागत उठाउनको लागि त हामीले त ठुलो भोलममा त्यो 4 दोबर 6 दोबर 8 दोबर जति नभइकन त हाम्रो उठ्दैन। त्यो हिसाबले पनि अब यतिखेरै चाहिँ यसलाई उत्पादन भन्दा नि अहिले रोप्नेमै लागेका छौँ। यसलाई भोलम बढाउनको लागि धेरै फलाउनको लागि के गर्नुपर्छ त्यही गर्ने अर्को साल या चाहिँ के छ यसको कति लागत अहिलेसम्म भयो होला मोटामोटी भन्नु मिल्छ भने भनिदिनु न। लागतमा भन्नुपर्दा अहिले सबै हिसाब गर्दा लाख कटिसकेको छ। रोप्न पनि मेरो 1000 केजी समथिङ बाँकी नै छ अझै। 2000 कट्यो रोप्दाखेरि 2000 चाहिँ कट्यो। हजुर, अब 3000 को हाराहारी रोप्दाखेरि अब यसलाई फेरि गोडमेल बाँकी नै छ, मलजलको कुरा बाँकी नै छ। झार कति आउँछ यहाँ, अब यो झार कम आउँछ कि भन्ने हिसाबले हामीले मल्चिङ गरेका छौँ, स्याउला पसाएका छौँ। अब यसलाई एकपटक गोडे हुन्छ भन्ने मेरो अनुमान हो। हजुर, यो स्याउलाहरू अब पानी पर्दै गएपछि यसलाई टकटकाउने यहीँ झारेर गर्दाखेरि एकपटक गोड्दाखेरि भयो भने अलिक खर्च कम लाग्ला। 2 पटक गोड्नु पर्यो भने हाम्रो खर्च बढ्छ। हुन्छ, धन्यवाद हजुरलाई। धन्यवाद।